सो आजको भ्लगमा चाहिँ हामी गर्नेवाला छौँ सेकुवा पार्टी। फाइनली मेरो मम्मी चाहिँ लिएर आइसक्नु भएको छ सेकुवाको लागि सामान। फेरि गर्ने त मम्मी एकचोटि। आज सेकुवा खाने हो मेरो जेठो छोरा आहा सेकुवा खाने हो। मम्मीको जेठो छोरा आउँदै हुनुहुन्छ त्यही भएर हामीले सेकुवा पार्टी गर्नेवाला छौँ। के गर्ने हो मम्मी? अब सुरु सेकुवाको कार्यक्रम सुरु हुँदैछ। सेकुवाको लागि चाहिँ मैले चाहिँ यहाँ लसुन फोक्दैछु। लसुन केलाउन पर्ने हुन्छ सो लसुन केलाउँदैछु। लसुन चाहिँ केलाएर सक्यो। अब प्याज 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 केलाउने। झडा गरेर नि यसरी हानिदिनुहुन्छ हाम्रो मम्मीले। डेन्जर हुनुहुन्छ। मलाई कोसीले नचलाउला यस्ता पनि चल्छ। एउटा पोत दिनु न मम्मी। यस्ता पनि चल्छ झगडा गर्न हुन्न मसँग। ओ शिट मैले त मम्मी चाहिँ यहाँ मासु काट्दै हुनुहुन्छ। म चाहिँ भर्खर धन्न लिकेर मोरेर बाँचे। कसैलाई नभन्नु है फेरि। हामी दाईहरू भाउजूहरू आइसक्नु भएको छ सुटकेस बोकेर। खै सुटकेस चप्पल लाएर हाम्रो मम्मीको सेकुवा बनाउने रेसिपी सुरु हुँदैछ। खै त कहाँ जानुभयो? भागेको भागे गर्नुहुन्छ क्या उहाँ चाहिँ होइन। राम्री हुनुहुन्छ। फेरि सेकुवामा केन्द्रित गर्नु ध्यान मेरो मम्मीमा होइन। पुरा सुन्न त यहाँ रेसिपी सुरु भइसकेछ। गाइजहरू हेर्नुहोस् मेरो मम्मीको सेकुवा बनाउने रेसिपी कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। मलाई बढी त नहाला कम कम भन्न हुन्न बढी एकै ठाउँ राखेको भाइ यो पेस्ट के गर्ने साथीहरू कटौरा मान्दा दुःख हुन्छ भनेर मैले एकै ठाउँ राखिदिएको कि जस्तो त भयो होइन अप्सर मम्मी यो मिक्सरै बिग्रेको क्या त्यो मिक्सर बिगारिस के हो मैले चाहिँ बिगारेको मिक्सर पाट पूर्जा खोलेर छिटो बिग्रिन लाएर बाजेले फेरि किन अरे बिहानै मोलेर यो मसला पस्न दिन पर्ने हो। यस्तो भयो कि किन्न मन लाग्दैन कि काँचो मासु देखेर जो भोक लागिसक्यो। टाढा जान माथि जानुपर्छ चोकमा जानुपर्छ। हामी अब माथि जान्छौँ। माथि मम्मीले के गर्नुभयो सेकुवा चाहिँ छतमा बनाउने कुरो हुँदै थियो। लाइट के गर्ने होला? लाइट के गर्ने मम्मीले चाहिँ यहाँ आगो बाल्दै हुनुहुन्छ रहेछ। कति राम्रो देखिनु है तपाईँ त। ओ तल जाम मम्मी एउटा गीत सुनाइदिनु न। अघि नै गाउनु भएको थियो त्यो कुन गीत गाउनु न मम्मी। मम्मी गाउनु न। खानी हो सेकुवा खाएर आफ्नो आफ्नो घर जाने हो। अब कता जाने हो यस्तै छ पारा। बाउ छैन आमा बाउको खानी हो रमाउने हो। जिन्दगी कसैको बाउको होइन रहेछ। गाइज हेर्नुहोस् अब यसरी भेट भइन्छ भइन्न। अर्को गडा भएको बेला त कोही कोही जाडोले काटिसकेछन् साथीहरू। अर्को त अँध्यारोमा देख्नु भएको छैन बिचरा उनुहुन्न। मैले चाहिँ बिल्ला गर्न पाउँछु। हाम्रो मम्मीले अब दिए हुन्छ त 2 वर्ष झैँ भयो भनेर हामाली थिइन् मलाई। मै जानु पर्छ। त्यस्तो तिमी नभन्नु न एकछिन भिडियोमा सुन्नुहुन्छ। आइफोन हो त आइफोन।
मेरा यो सबै मिसाएर मान्छेलाई पो भन्ने हो तपाईँहरूलाई हाम्रो घरको भ्यू देखाउँछु छ्या के देख्यो ए हाम्रो घरको भ्यू होइन चारैतिर घर छ सबैको घरमा छत छ त्यही हो भ्यू एकटाको बाउ छैन बिचारा त्यस्तो भयो भन्नु न यही छ त बाउ ए ए ए पोललाई हजुरलाई खाइदिनु कहाँबाट हाम फाल्दै आउनु म फेरि चटनी पाउनु भएन क्या आउनु जय बढी हुन्छ तपाईँ बिहान पसिनु जय त नानी भनेको यस्तै हो ए छिटो हो लो अरूले अर्को थाल अरू त को छन् र गनाउँछ कि त्यसलाई अचार केमा त्यसमा हाल्यो न अहिले नखामी हो अहिले भुजासँग खाम्ला कोइला मात्रै होइन धेरै के गराउँछ तल खाँदैन ल भाइ हाम्रो त दाइजो त्यति लेनदेन हुँदैन इच्छा खुसीले दियो भने होइन दामी भयो साथीहरू मान्छेको मुखभन्दा ठुलो भयो क्या बत्ती मम्लाउनु पिस्टाङ ओलेको छैन खतरा भयो साथीहरू तर मिठै भयो मिठो नै धेरै मिठो सेकुवा लैदिएर गयो कि सरी तल यो तल थियो कि अन्त बिचरा सेकुवा भनेर त अझ नपुगेको त्यही बेला कोइला पेट पचाउँदा छ भने डाक्टर जाऊ खाइन हिँड्नु त एकचोटि मलाई त्यस्तै भयो थिएँ ए खान्छु भन्दा कोइला कोइला खाएर होइन तितो होइन सेम देखेको सेकुवा खाएको त कोइला कहाँ से नेपाल से त्यो त सही तरिकाले भने होइन बुन्दी रहेछ भनेर ठुला ठुला कुराहरूले केमा आएको प्लेन एसी बस भन्छ सरकारी बस माथि ठिक आयो यताबाट दिदीले हेर्दा भन्दो रहेछ से कान्छी भन्नु ऊपर से त्यो त कहाँ माथि स्वर्गबाट आएछ सोच्यो होला त्यसले आयो कि एसी बस यस्तो हात गरेदेखि पहिला कम्पनीमा काम गर्दाखेरि 75% हामीलाई बडी ल्याङ्ग्वेज सिकाउँथ्यो क्या किनकि एयरपोर्टमा काम गर्दाखेरि विभिन्न देशको मान्छेहरू आउँछ बडी ल्याङ्ग्वेज युज गरेपछि जसले बुझ्छ भने बडी ल्याङ्ग्वेज दिन्थ्यो कि हामीलाई सिकाउँथ्यो त्यो त हो अब त्यो टोइलेट चाइनिजहरू आयो भने टोइलेट भन्न आउनु भन्थ्यो तिनीहरूलाई भन्दै सुत्दा जान्थ्यो त्यो भनेपछि आउँथ्यो उनीहरूलाई भन्थ्यो अनि विदेशमा सब्जी किन्न भन्दा मासु किन्न कस्तो हुन्छ 11 रुपियाँ किलो मासु आउँछ हेर्नु चाहिँ आलु किन्नु पर्यो भने 11 रुपियाँ किलो आलुले काट्नु पर्यो त्यसलाई छिल्नु पर्यो होइन सबै रेडी गर्नु पर्यो नि त त्यसलाई त गर्नु परेन सिधै मरमसला हाल्दै सिधै भुट्यो पाक्यो त्यो खाँदा नि मिठो टाइम पनि छोटो पकाउँदा तितो रहेछ त सबै त्यस्तो हेर्न तितो भएको मलाई खाऊ अहिले होइन यो अलि लास्टको सानो सानो पिस भयो क्या के भन्छ यो लास्टमा सुन भरेर पठाइदिया हुन्छ कि विदेशबाट लास्टमा सुन ल्याउँछन् तिनीहरूले बलमा पुरा लास्ट भनेर सुन ल्याउँछन् अनि फेरि त्यहाँ जो कार्यालयमा काम गर्छ नि त्यो केटी र त्यो ड्राइभर मिलेर त्यो लास्टलाई चाहिँ चेन्ज गराउँछन् बहुत खाइएको साथीहरू तिमी आउन माथि के गर्नु पर्छ तर आमा गाइजहरू हेर्नु त्यहाँ कति राम्रो चन्द्रमा लागेको
कालो रात तिमी चन्द्रमा टन्नै खायो गाइजहरू भुँडी पनि इलास्टिक ठुलो भयो त्यसै म मोटाको होइन यस्तै खाना दिन्छन् मिठा मिठा त्यही भएर खाइन्छ मोटाइन्छ यस्तै हो जिन्दगी त्यहाँ हेर्नु न त्यहाँ आफ्नै दुनियाँ छ आफ्नै छ पारा यसको आफ्नै छ अनि बानी कति नराम्रो स्वर हो क्या सो गाइज बाई बाई गुड नाइट भोलि भेटौँला see you on next vlog bye bye